अब आमा त मारिदियो त्यसलाई पनि मार्न पाऊँ भन्ने माग हो हाम्रो। यही हो मेरो। अत्यन्तै दुःखद खबर सुन्नु पर्यो। दिदीको आत्माले शान्ति पाओस् र परिवारप्रति धैर्य धारणा गर्ने शक्ति मिलोस्। नेपालमा कानुन त बनेको छैन, तर अब कानुन बनाएर यसबाट नै मृत्युदण्डको सजाय सुरु गरोस्। पालन सरकारलाई अनुरोध गर्न चाहन्छु। घाममा त अब काटियो भने देख्न पाएको छैन लास पनि, त्यसलाई पनि देखेको छैन हामीले। पहिला पनि यस्तो केही थियो होइन, उनीहरूको मोटामोटी घर झगडा त जसको नि भइ नै हाल्छ सर, होइन र? अब यस्तो अब काटमारै त चलेको थिएन। अब केटीहरू चाहिँ अर्को केटी पनि लिएर आएको छ त्यसले। अब अर्को केटी लिएर आउने, घरमा चाहिँ नि अब छोराका आमालाई वास्ता नगर्ने, दाङ्गा बनाउने, लट्टीपट्टी बनाउने, खाने, हिँड्ने, यस्तो चाहिँ तसँग हिँडेको मान्छे हो। के माग छ तपाईँहरूको, के माग छ प्रशासनसँग? माग त यसलाई मारेकै देख्न पाए, आफ्नै हातले मार्न पाए हुन्थ्यो भन्ने माग छ सर। अलिअलि